Glass skin त भनियो बट हाउ टु गेट अ ग्लास स्किन सुरुमा चाहिँ वास योर फेस केही लगाएको छैन मेकअप गरेको छैन भनेर मुख नधुने होइन जेन्टल क्लेन्जर अथवा जेन्टल फेस वास युज गर्ने केही नलगाए पनि डटहरू हुन्छ हाम्रो स्किनमा सनस्क्रिन त अभियसली लगाउँछ नि त मान्छेले मैले त सनस्क्रिन लगाउँदिनँ गर्न आउने मान्छेहरू मेरो भिडियोमा नआउनु होला बाई अनि नेक्स्ट स्टेप भनेको टोनर मैले चाहिँ मुख आफै एयर ड्राई हुन दिन्छु अनिखेरि ड्याम्प स्किनमा टोनर अप्लाई गर्छु यो चाहिँ आइएम फ्रमको ब्ल्याक राइस वाटर टोनर हो म यसको अफोर्डेबल रेन्जको अर्को प्रडक्ट राखिदिन्छु यतैतिर कतै अनि मैले त्यसपछि लगाउँछु सिरम यो चाहिँ स्किन 104को टोन ब्राइटनिङ क्याप्सुल सिरम हो आफ्नो स्किनको कन्सर्नको हिसाबले जुन सिरम युज गर्दा पनि भयो मेरो चाहिँ हाइपर पिगमेन्टेसन र डार्क स्पट्सले गर्दा मैले यो सिरम लगाउँछु अनि यो एकदमै राम्रो छ अब पालो आयो मोइस्चराइजरको मैले चाहिँ सेटाफिलको मोइस्चराइजिङ लोसन युज गर्छु यसको अर्को अप्सन भनेको म त्यतैतिर कतातिर राखिदिन्छु डु चेक इट आउट मेरो विचारमा चाहिँ एउटा राम्रो मोइस्चराइजर र राम्रो सनस्क्रिनमा चाहिँ मान्छेले इन्भेस्ट गर्नै पर्छ जस्तो लाग्छ मलाई राम्रो भनेको फेरि मैले महँगो होइन यति गरेर चिल्लो भएर सुतिसकेपछि त ग्लास स्किन कसरी हुँदैन